सम्पूर्ण स्वदेश तथा विदेशमा छरिएर रहनुभएका साथीभाइ तथा दाजुभाइ दिदीबहिनी आमा बुवाहरूमा एकमुष्ट नमस्कार। आज ससुरालीमा माछा फ्राई गरेर खाने योजनामा छौँ साथीहरू। यो गुल्मीको पनाखोलाको माछा हामीले यहाँ बनाउँदैछौँ। यो गुल्मी पनाखोला मूलको चिसो पानीबाट हुर्केका माछाहरू असाध्यै मिठा र टेसिला छन्। अलिकति फ्राई गर्न पर्यो हुन्थ्यो। कति फ्राई गर्ने? आधा फ्राई गर्ने हुन्थ्यो। पनाखोलाको माछा दरम खोलाको भन्दा कम छैन है साथीहरू। खानालाई असाध्यै टेसिलो। यस पनाखोलामा असला, बोदना, फगेटा, काँडे, काभ्रे जस्ता बाम जस्ता जातिहरूका माछाहरू पाइन्छन् हो साथी। पनाखोलाको माछा पनि त यसरी ससुरा बुवाको आज्ञाअनुसार मैले चाहिँ माछा बनाउँदैछु। आज ज्वाइँले बनाएको माछा खानुपर्छ भनेर भन्नुभएको छ। अचलका माछा त यिन त ओहो। अब यसमा लसुन अदुवा थिचेर बेसार राखेर कागती राखेर है बनाएर खाने हो। अब यो माछा चिसापानीको माछा हो। बहुत मिठो माछा हो। तर कागती मिचेर यसरी माछा बनाउन थालियो साथीहरू। हजुरहरूले कसरी माछा बनाउनुहुन्छ, फ्राई गर्नुहुन्छ कमेन्ट गर्न नभुल्नुहोस् है। गेडा खाना यसमा अलिकति नुन ल्याइदिनु खै लौ जाउँ नानु भदनी लौ नुन ल्याइदिनु लौ नुन है ट्याक्टिस नि यसरी साथीहरू गाउँघरमा पाइने अर्ग्यानिक मसलाहरू अदुवा, लसुन, बेसार, कागती, नुनबाट मोलेर रेडी बनाएर राखियो। यो त कहाँ यस्तो माछा त कहाँ पाइन्छ त? छैन, खोला माछै छैन। धोएर लिएर लौ यिनलाई लौ धोएर ल्याऊ है। ठ्याक्क नुन राख्यो, अरू केही राख्नु पर्दैन। बेसार, अदुवा, लसुन, नुन, गाउँघरको अर्ग्यानिक मसला त्यही हो। यति नुन राखेपछि भयो। यसरी चाहिँ बनाएर दिदीलाई देऊ है। ल यो अब फ्राई गर्ने टक्क त्यति फ्राई गरे त्यति ग्रेभी बनाउने क्या। चाँडो छक्क देखिन्छ जस्तो लाग्यो। यो त यो यहाँ भने ससुराले मगाउनु रहेछ। ल यस्तो देख नि त्यस्तो दुईवटा यो कहाँको माछा अरे? पनाखोलाको माछा। यो चिसापानीको माछा असाध्यै मिठो हुन्छ कि दरम खोलाको माछा कि पनाखोला? यो बोदनै रहेछन् ल। यस्तो बोदना अर्ग्यानिक यो खोलाको माछा खानु पाउनु भनेको यो आफ्नो लागि स्वास्थ्यको लागि राम्रो। यो पोखरीमा पालेको भन्दा यो चाहिँ राम्रो हो। कति राम्रो अर्ग्यानिक। तिमीले खान्थ्यौ आएर यता यहाँ आऊ यहाँ यता यहाँ आऊ न। यसलाई चट्ट फ्राई गरेर खाने। यो चाहिँ ग्रेभी बनाउने। यसलाई ग्रेभी बनाएर भात देखाने, यसलाई चाहिँ नास्ता बनाएर खाने। पानी त आउँछ त के प्रकृति
ल साथीहरू बोदना छ है। एक ठाउँमा मरमसला लगाएर रेडी बनाएर राखियो फ्राई गर्नको लागि। फ्राई गरेर नास्ता बनाएर खाने। ल साथीहरू यसरी फ्राई गर्न थालियो है। यसरी फ्राई गरेर तल माछा आऊ माछा खान आऊ। कसले पकाउनु लाग्छ आज? सुवाजीले होइन? भन्छ नि दर्शक बिन्दुहरू यसरी लोकल माछा यसरी फ्राई गरेर टक्क रक्सीसित टक्क खानुपर्छ। माछै माछा लोकल माछा दरम खोलाको भन्दा कम छैन हो साथीहरू। ल त्यसको ग्रेभी बनाउने हो, उता अचार बनाउने हो, त्यो काँक्रा उता प्याज गाजरहरू यसरी गाउँघरमा चाहिँ अर्ग्यानिक माछा मारेर खाइन्छ साथीहरू। हजुरहरूले पनि यो तरिकाबाट लसुन अदुवा अनि बेसार नुन राखेर यसरी फ्राई गरेर खानु होला, एकदम स्वादिष्ट हुन्छ। त्यो त भयो त। ल उतारौँ त्यसमा बनाउँ लागि अर्को सब्जी है थोडा त। ल ल साथीहरू यसरी चाहिँ फ्राई गरेर सिद्धियो माछा, लोकल माछा यसरी फ्राई गरेर खानु होला, असाध्यै मिठो हुन्छ। भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्ने पूर्ण आशामा छु साथीहरू। यहाँ आउने नै पो गर्छ अहिले पोल्छ भदनी। तिम्रो नाम के हो? यहाँ कता राखिदिउँ है यो ल साथीहरू माछा फ्राई रेडी भइसक्यो। अब चाहिँ खाने कार्यक्रम हुन्छ। माछा शीतल ल चेस्ट गरौँ। ल
ससुरा ज्वाइँ ल आज एउटा मौका पर दर्शक बिन्दुहरू यसरी चाहिँ दरमखोलाको भन्दा कम छैन है। दरमखोला माछा त बेसी मिठोको र असल हाम्रो पनि कम छैन। पनाखालाको मासु त हाम्रो पनि कम छैन। एउटै त हो पानी आउनुहोस् उता मेरो सासू आउनुहुन्छ, सासूआमा, यता ससुरा बुवा, यता ससुरा बुवा, यता भदनी। खोइ भदनीले खोइ माछा खाएको एउटा माछा निकालौँ लु एउटा हो त्यही हो खाम 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 लु हात देखाम बस सानी भदनी रक्सी खान्छु र खान्ने हो नि त खाना हुन्न सानो मान्छेले धेरै पढ ज्ञानी बन्ने है रक्सी नखाने है। ओ कमला आमा आउनुहोस् आमालाई माछा दिऊ सबैलाई गर भनेको छु होइन भनेको छु माछा 1 किलो थियो लगभग 1 किलो थियो। बेलुकी सुतेँ फोन गरेको उतै सुत्नु भयो भने त सुतेँ माछा ल्याइदियो सुकेर हजुरलाई भन्छु त्यही राखिदियो लिएर सुतेछु भोलि नामला भनेको त फेरि त्यो टालिदिनु गएछ सङ्गीताले बोल ठुवाछु भइ म त मोल फल लगाइछु सबैले दिन्छु भनेर उनीहरू गएको हुँदो गर टालिदिनु बुटो कोदाको रक्सी लोकल माछा एक नम्बर छ ल साथीहरू भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। विशेष गरी त मेरो ससुराली परिवारप्रति नमस्कार आभार व्यक्त गर्न चाहन्छु। भेटघाट हुन पाउँदा धेरै खुसी छु। यस्तै नयाँ नयाँ भिडियोहरू यहाँको सामु ल्याउने छु। लाइक सब्सक्राइब गर्न नछुटाउनु होला, हेर्न नभुल्नु होला। धन्यवाद, नमस्कार।